राजावादी कि गणतन्त्रवादी रवि दाइको भनाइ के छ? राजा चाहिन्छ कि चाहिँदैन? एउटा राजा चाहिन्छ भन्ने छ, अर्को चाहिन्न भन्ने छ, अर्को हुन्छ भन्ने छ, अर्को हुन्न भन्ने छ। हुन्छ भन्दै यताबाट आउने, हुँदैन भन्दै यताबाट आउने, अनि त्यही सोझ जनतालाई चापेर मार्ने, अनि त्यस्तो गर्नु पाइन्छ त? अर्को पाइन्छ भन्ने छ, अर्को पाइन्न भन्ने छ। हैन, तपाईको धारणा चाहिँ के छ हौ दाजु? यही लडाईँमा हाम्रा छोराछोरीको भविष्य अन्धकार भएको छ। अन्धकार त छोराछोरीको मात्रै हैन दाजु, बाबुआमाको पनि अन्धकार नै देख्छु म त। एकपटक छोराछोरी पढ्ने सामुदायिक स्कुलमा जानु भएको छ, त्यहाँको अवस्था हेर्नु भएको छ? छैन हौ दाजु, छैन, हेर्नु पाएको छैन। घर त 2 वर्ष 3 वर्षमा एकचोटि जानु पाइन्छ, कताबाट स्कुल हेरिराख्नु, त्यही पनि घर जाने बेलामा स्कुलै छुट्टी हुन्छ। गएर हेरे पनि के देखिन्छ र बाहिरतिर त्यो बरन्डामा पनि पुरै हरियो च्याउ पलाइरहेको हुन्छ। गाउँको ग्रामीण भेगको अस्पतालको अवस्था हेर्नु भएको छ? पैदा लडेका बिरामी हेर्नु भएको छ? हेरे छैन हौ दाजु, हामी त यतै छेउछाउमा फार्मेसीतिरै काम चलाउँछौँ। टाढा टाढा छ हस्पिटल त, को जान्छौ त्यत्रो परको कुरा छोड्नुहोस्। काठमाडौँको मुटुमा रहेको कान्ति बाल अस्पतालमा बालबालिकाहरूको स्वास्थ्य कसरी उपचार हुन्छ, कस्तो अस्पताल छ, बिरामीका गुरुवा कसरी बसेका छन्, बाबा कसरी रोएर बसेका छन्, हेर्नु भएको छ? हेरे छैन हौ दाजु, कहाँ त्यो सब हेर्नु टाइम पाइन्छ? हामी युवाहरू काठमाडौँ जाने भनेको मेन पावर हेर्नलाई हो। बरु मेन पावरको अवस्था चाहिँ सबै थाहा छ। त्यो कुरा छोडिदिनु के दाजु? बरु गणतन्त्र कि राजतन्त्र त्यो चाहिँ भन्नु न। भन्नुहोस् तपाईँलाई कुन तन्त्र चाहिन्छ, म कुन तन्त्रको मन्त्र जपेर तपाईँको भोट पढ्नु? तपाईँ गणतन्त्र कि राजतन्त्र त्यो चाहिँ भन्नु न, के चाहनुहुन्छ? म तन्त्रको मन्त्र बटुलेर भोट बटुल्न चाहन्न। तर दाजु, राजतन्त्रको मन्त्र जपेको जापान धनी छ त, गणतन्त्रको मन्त्र जपेको अमेरिका पनि धनी छ त। मलाई थाहा छ, हरेक तन्त्रले काम गर्यो भने कुनै पनि तन्त्र खराब छैन। मलाई राम्रोसँग थाहा छ, देखेको छु, हेरेको छु, भोगेको छु, सुनेको छु, पढेको छु, सबै थाहा छ दाजुलाई। अनि हामीले यत्रो आन्दोलन गरेर ल्याएको यो गणतन्त्रले चाहिँ किन काम गरिरहेको छैन दाजु? सुकै तन्त्र ल्याउनुहोस्, यस्ता भ्रष्ट नेता पाल्नु भयो भने केहीले पनि काम गर्दैन। त्यसो भएदेखि के गर्दा ठिक होला त दाजु यो भ्रष्ट नेताहरूलाई? अब पहिला यी भ्रष्टाचारीहरूलाई फालौ। पर लगेर फाल्नु भन्दा पनि बालेन दाजुले टुकुचामै गाड्ने भन्नुहुँदै थियो। पहिलो काम भनेको यही हो। अनि दोस्रो काम चाहिँ राजा नै ल्याउनु पर्छ दाजु। राजाको पालामा नेपाल खतरा थियो, दामी थियो भन्छ त हौ दाजु। मैले होइन भनेको छैन। हिजो राजाको पालामा गजब थियो, सचिवहरू 101 थिए, मन्त्रीहरू पनि क्षमतावान थिए। भनेपछि राजाको पालामा त सब कुछ ठिकठाक सुन्दर थिएछ नि त है हाम्रो नेपालमा। त्यसो भए राजा नै ल्याउनु पर्छ है त दाजु। इतिहास जति सुन्दर भए तापनि त्योभन्दा सुन्दर भविष्य बनाउन त हामी सक्छौँ नि। कसरी दाजु? कसरी फाल्नु पुरै यो भ्रष्टाचारको महासागर? पुरै भ्रष्टाचार फाल्ने हो, पुरै नेता फाल्ने हो, यिनलाई प्रतिपक्षमा पनि नराख्ने हो। ल आउनुहोस् बाचा गर्नु। अब देश बन्छ नै भने चाहिँ लु बाचा भयो, हामी साथ छौँ तपाईँको। के गर्नुपर्ने हो, के चाहिन्छ लु भन्नुहोस्। एकपटक त बहुमत चाहिन्छ। अब आउने निर्वाचनमा लु हामीले भोट सबै घन्टीमै हाल्यौँ, तपाईँलाई बहुमतले जितायौँ। अनि त्यसपछि पनि यदि देश बनेन भने चाहिँ? त्यसपछि पनि देश बनेन छ भने तपाईँले भनेको मान्छु म। अहिले एकपटकलाई मैले भनेको मान्छु। कस्ता तपाईँ टुइया लन्ठु लुवाटहरूलाई त दियो हामीले भनेदेखि एकचोटि तपाईँलाई पनि बहुमत दियो। लु एकपटक बहुमत दिएर पठाउने। अस्तिको चुनावमा जस्तो आदि भ्रष्टलाई आदि नयाँलाई दिएर हुन्न, पुरै दिने। पुरै दिइसकेपछि भएन भने तिनलाई 1 भोट पनि नदिने। ल ठिक छ दाजु, म र मेरो परिवारको भोट चाहिँ तपाईँलाई नै भयो। अनि तपाईँहरूको के विचार छ? थर लेखिदिउँ है।